यो हामीले चाहिँ झोलमल 3 बनाउँदैछौँ। यसको काम चाहिँ विषादीको काम गर्छ। यसले चाहिँ हामीले घरमै आफै बनाएको अर्ग्यानिक तरिकाले यो कुनै गाउँ बस्तीमा कुनै बोट बिरुवा पाउन सक्छ, कुनै पाउन सक्दैन। त्यो नपाएको खण्डमा हामीले हाम्रो गाउँघर छरछिमेकमा पाइएका यी सिस्नो भयो, कापो, यो तितेपाती, अनि यो बनमारोहरू, अनि लसुन, अनि खुर्सानीहरू यस्तो हालेर अनि त्यसपछि हामीले त्यहाँ चाहिँ उल्याएको यो गुड भेलीहरू हैन, यसको चाहिँ कन्सन्ट्रेसन बनाउँछ। अहिले हामी 100 लिटरमा बनाउँदैछौँ। 100 लिटरमा बनाउँदाखेरि तितेपाती 2 किलो, बनमारा 2 किलो, खुर्सानी सिस्नो 2 किलो, खुर्सानी 250 ग्राम र लसुन 250 ग्राम गरेर अनि बेसनको पिठो चाहिँ 1 केजी हाल्छौँ। यो 1 केजी हालिसकेपछि यसलाई चाहिँ भित्र हाल्छौँ। अनि त्यसपछि सँगसँगै सकभर गाईको पिसाब नभए भैँसीको अथवा मान्छेको पिसाब पनि हालेर त्यहाँ हालेर अनि त्यसपछि 100 लिटर पानी हालेर यसलाई चाहिँ 10 दिनसम्म दिनको एकपटक मजाले चलाउँछौँ। अनि हेर्दाखेरि ब्राउन कलरको देखियो, तलबाट चाहिँ फिजाएको देखियो, अनि यस्तो मुख हाल्दाखेरि वास्स गनायो, आँखा पोल्यो भने यो कडा भएछ, अब बनेछ भन्ने तयार हुन्छ है। बुझ्नुभयो नि? अब त्यसै गरेर हजुरले पनि भोलि आएर भन्दाखेरि हामीले यो हालेर टक्क प्रष्ट भन्न सक्नुपर्छ तपाईँलाई। यसलाई के भन्छ रे सर नेपाली भाषामा? तितेपाती यो ए केतु केतु के केतु केतु